हेलो एन्ड नमस्ते एभ्रिवान, इट्स मी सिया अनि म छु आज धोरपाटनमा, जुन नेपालको ओन्ली वान हन्टिङ वाइल्ड लाइफ रिजर्भ हो, जुन म्याग्दी र बागलुङ जिल्लामा अवस्थित छ र यो एकदम लोकप्रिय टुरिस्ट एट्र्याक्सन अनि पोइन्ट हामी पनि चाहिँ आज हो। ढोरपाटन घुम्न आएको थियौँ। यस्तो राम्रो बयानै गर्न नसक्ने यति राम्रो छ। हेर्नु न, फुलहरू यति राम्रो फुलिरहेको छ, यस्तो दामी फुलहरू फुलेछ। मौसम पनि यति राम्रो, हरियाली फुल फुलेको छ। अनि बादलहरू पनि पुरा आफ्नै वेगमा हिँडिरहेको छ। यति राम्रो भ्यू देखिरहेको छ, यति राम्रो देखिरहेको छ के भन्ने। सबजना घोडामा हिँडिरहेछन्। हामी दुई साथी आएको, दुईजना नि टिकटकबाट भेटेर आएको, साथी नभएर। हजुरहरू पनि एक्लै हुनुहुन्छ भनेर नआउने चाहिँ होइन, आउनु होला। एक दुईजना साथी भेटिहालिँदो रहेछ आइसकेपछि। यति राम्रो छ, रिग्रेट चाहिँ हुँदैन हजुरलाई यहाँ आएपछि। लाइक जिउँदै हुँदा पनि हजुर स्वर्गमा पुगेको जस्तो फिल चाहिँ गर्नुहुन्छ यहाँ आएपछि। यति राम्रो छ कि के गर्नु, बयानै गर्ने शब्द छैन। यति राम्रो छ, यति राम्रो छ। चारैतिर हरियाली, यति राम्रो फुलहरू, येल्लो व्हाइट पर्पल कलरको फुलहरू यति राम्रो। 3-4 बजेतिर आइपुग्या भएर होला हामीहरूले चाहिँ अब 2-4वटा भिडियो खिच्यौँ, अलिअलि गाउँहरू भ्रमण गऱ्यौँ, यताउता के रहेछ कस्तो रहेछ खोज्यौँ। अनि त्यत्तिकैमा त साँझ परिसकेको थियो। अनि खानासाना खायौँ, अनि आगोहरू बालेर, अनि बेलुका चाहिँ अलिअलि चिसो थियो, आगो सागो ताप्यौँ एकछिन, अनि भोलि छिटै हाइकमा जानुपर्छ भनेर सुत्यौँ। हेलो, गुड मर्निङ। 5:30 भयो। अब चाहिँ हामी हाइकिङको लागि निस्केको। अनि यो चाहिँ भयो मेरो आउटफिट। अब जाँदैछौँ। कति घन्टा लाग्छ? 4-5 घन्टा लाग्छ भन्दै हुनुहुन्छ। अब हेरौँ, यो चाहिँ डे 2 हो हाम्रो। हामीले चाहिँ सकेसम्म टिकाधारा र बुकी आजै भ्याउने भन्ने सोचेका छौँ। हेरौँ के हुन्छ, कस्तो हुन्छ। पानी नपरिदिए त राम्रो हुन्छ, पानी पर्ला जस्तो भइरहेको छ। हामी अहिले 4जना छौँ, म, साथी अनि 2टा अङ्कलहरू हुनुहुन्छ। हेरौँ के हुन्छ, कस्तो हुन्छ यात्रा। सकिन्छ कि सकिन्न जान। फर्स्ट हाइक भयो मेरो। अनि यो भ्यू चाहिँ यस्तो छ, उस्तो लागिरहेको छ मजाले। माथि पुग्दा त रमाइलो हुन्छ जस्तै छ। सासको कमी नहोस्, राम्रैसँग पुगियोस्। कति राम्रो कुहिरो लाग्न थाल्यो। अब माथि पुग्ने जेलसम्म चाहिँ कुहिरो लागेर ढ्याप्पै नहोस् भन्ने आशा चाहिँ गर्दछौँ। त्यतातिरको खोल्चाहरू पनि यति सफा, यति राम्रो है, यस्तो राम्रो। यस्तो पानी हेर्न त कता पुग्नुपर्छ। काठमाडौँमा यो पानी हेर्छु भनेर हेर्न पाइने अवस्था चाहिँ छैन अहिलेको जेनेरेसनमा है। फोहोर हेर्नु कति सफा छ। दिस इज सो नाइस। धेरै राम्रो छ। हेर्नु त, हेर्नु यहाँ गयौँ। अब हामी चाहिँ खच्चरको पछि अघि हिँड्नेछौँ। उनीहरूले हामीलाई बाटो देखाउँछ सायद। बाटो थाहा नभए हिँड्दैछौँ हामी यहाँ आनन्दले आफ्नै धुनमा। So nice. Look at the view, guys. बिहानको 6 बज्न लाग्दैछ and look at the views. हिँड्ने क्रममा यति राम्रो ब्रिजहरू है। यो ब्रिज पनि यस्तो राम्रो थियो, अनि काठको पनि थियो, सायद यो धेरै पुरानो पनि थियो। त्यो डाँडामा पुग्नुपर्छ हामी। यस्तो डाँडा, बाटो हेर्न सक्नुहुन्छ यस्तो छ। थारै उकालो जानुपर्छ अब त्यहाँ माथि डाँडामा पुग्न। त्यो चाहिँ बुकी होला सायद, कि त्यहाँबाट नि अन्त हो, थाहा भएन। माथि पुगेपछि हिँडेको वर्थित चाहिँ हुन्छ होला सायद, भ्यूहरूले गर्दाखेरि। अहिले त बादल लाग्न थालिसक्यो। माथि पुग्ने चाहिँ बेलसम्म खुलिन्छ कि भ्यू हेर्न पाइन्छ कि भन्ने आशा चाहिँ गरेका छौँ। हेर्नु त, नर्मल बाटो सकिएर उकालो लाग्ने क्रममा चाहिँ यो बाटो अलि अप्ठ्यारो लागेको थियो मलाई, अनि हिँड्न पनि अलि गाह्रो भइरहेको थियो। किनकि यो बुकीपाटन जाने ट्रेकिङमा सबैभन्दा अप्ठ्यारो बाटो चाहिँ मलाई यो फिल भयो है। तैपनि जसरी नै पुग्ने हो भन्ने आँट लिएर चाहिँ म बिस्तारै भए पनि अघि बढेँ। यो बाटो हिँडेर आयो हामी। यो डाँडा, यो पुरै डाँडा तल फ्रम बुकीपाटन। फाइनली वी अराइभ्ड हियर।
after so long time, like nearly 5 hours we walk here. अनि यहाँको भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले है। यहाँ बस्नु पर्यो भने चाहिँ टेन्टमा बस्नुपर्ने रहेछ। अनि जुन होटल बुक गरेको हो त्यहाँकै टेन्टमा बस्नको लागि चाहिँ जस्ट लाइक पर पर्सन 200 2500 बट भेज नन भेज हेरेर हुँदो रहेछ है। हजुरहरूले हेर्न सक्नुहुन्छ यस्तो छ भ्यू यहाँको। धेरै राम्रो छ है। बादलले ढाकिन लागिहाल्यो लाग्न। हिउँ पर्ने सिजनमा चाहिँ बेस्ट हुने रहेछ। लाइक अहिलेको सिजन चाहिँ त्यस्तो वाउ त छ नै, तर जुन एक्सपेक्टेड गरेर आएको हुन्छ नि त्यो चाहिँ त्यस्तो छैन। अहिले हामी चाहिँ अब उता पारी भेडाहरू रहेछ, भेडाहरूबाट पनि जान्छौँ। त्यहाँको लागि चाहिँ 30 मिनट जति लाग्छ होला। वाउ भेडाहरू हिँडेको हेऱ्यौँ, भेडाहरूको बथान पनि हेऱ्यौँ, रमाइलो गऱ्यौँ। अनि बादल लाग्नुभन्दा अगाडिको भ्यू चाहिँ यस्तो देखिरहेको थियो है। त्यति बेलासम्म चाहिँ अब भ्यूवे पनि हेरौँला, रेस्ट पनि गरौँला अनि भन्दै हामीले खाना अर्डर गऱ्यौँ। खानासाना खायौँ। खाना खाएर फर्किने जेलसम्म त हेर्नु त भ्यू यस्तो भइसकेको थियो, उसु लागेर ढपक्कै भइसकेको थियो। अनि त्यसको पनि एकछिन टाइम ल्याप्स लगायौँ। लागियो घुमेर तलतिर। कुहिरोले छ्याप्पै अघि आउँदा कस्तो राम्रो, अहिले आउँदा छ्याप्पै कुहिरो लाग्यो। We are so lucky that we experience both view and we also see. तर यहाँ हिँडिरहने मान्छेलाई चाहिँ सुई हिँड्छ यार छिनमै। त्यो लागि गाह्रो छ। म त्यो मान्छेसँग आएको, त्यो मान्छे कसरी हिँड्दो रहेछ भने म वाच गर्थेँ। सिधा हिँड्दो रहेछ बाङ्गो बाङ्गो। म हिँड्नु पर्ला, नजाने बरु यही गाउँ घुम्नु पर्ला। तलबाट आएको मान्छे हराइसक्यो। जाउँ न के छ हेरौँ। पछाडि पनि सबै हराइसक्यो। फेरि हुने गरी चाहिँ नजाने भनेर भने अब तै पनि पुग्यो। जो नजाने भने उही अगाडि पुग्यो। हामी जाने भनेर आँटे मान्छे तपाईँहरूभन्दा झन्डै आधी घन्टा ढिलो भयो। हेर्नु त यति साह्रो उसो लाग्ने कि अगाडिबाट आएको मान्छेहरू त अलिकति पर अन्त देख्दै नदेखिने। चढ्न पनि त्यत्तिकै गाह्रो, झर्न पनि त्यत्तिकै। हेर्नु त यहाँ तपाईँलाई त मान्नै पर्ने रहेछ। यस्तो उसो लाग्यो। पुरै चिसो न चिसो, बल्ल बल्ल माथि आउँदा गर्मी न गर्मी भयो थियो। त्यही केही नदेखिने भएछ। अङ्कलहरू अगाडि, साथी पछाडि हुनुहुन्छ। टाउको दुखायो। उसो लाग्दा त सास नआउँदो रहेछ। पछाडि Look at the view guys. बुक्कीबाट बुक्कीको भ्यू हेर्नु त। उसो लागेपछि चिसो, फेरि यस्तो चिसो। बुक्की कुहिरो उसु उसु ए 4000 फिट माथि छौँ हामी। अङ्कल यता हेर्नु त। नसकेर हेर बङ्गो बङ्गो लट्ठी टेक्दै कस्तो दामी देख्यो हो। हेर्नु वाउ, बाटै छ क्या हामी जाने बाटो त। धेरै राम्रो। अघि आउँदा कहिले पुग्ला भएको थियो, अब कुहिरो लाग्न थालेपछि चाहिँ खुल्यो बाटो। एकछिनमै झ्याप्पै हुन्छ फेरि।
करिब 5-6 घन्टा तल फर्किएपछि हामी फाइनली ढोरपाटन आइपुग्यौँ र आउने बित्तिकै यति थकाइ लागेको थियो कि रेस्ट गरिहाल्यौँ। र यदि अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने नि सब्सक्राइब गरिदिनु होला। बाई बाई।